जे कुरा पनि त्यही त हो नि, कन्टिन्युटी गरिराख्यो भने अलिकति राम्रो हुने हो। मैले चाहिँ त्यसपछि चाहिँ होइन, सारिकाले गीत पनि गाउँछ त, गीत गाउँदा पनि हुन्छ। मैले जस केही अभिनय गरिसके पछाडि र केही गीतहरूमा मोडलिङ गरिसके पछाडि चाहिँ म आफैले पनि होइन मैले चाहिँ अभिनय गर्न सक्दिनँ कि अथवा मैले न्याय गर्न सक्दिनँ कि भन्ने म आफैलाई पनि पर्सनली पनि महसुस भएको हो। अनि त्यसपछि अरूले पनि सारिकाले गीत पनि राम्रो गाउँदो रहेछ, ल गर्नुपर्छ, गीत गाऊ तिमी भनेर पनि भन्नुभएको छ क्या। किनकि मलाई नजिकबाट माया गर्नेहरूले त भन्नुहुन्छ नि त। अनि भन्नुभएको थियो। अनि त्यही अनुसारले मैले चाहिँ फर्स्ट गीत रेकर्ड गराएँ होइन। रेकर्ड गराएपछि जस राम्रो भयो। मैले एउटा एल्बम जस्तै त्यति बेला चाहिँ मोहनी नाम राखेर एउटा एल्बम गरेको थिएँ। त्यो एल्बममा चाहिँ कति 4वटा कि 5वटा गीतहरू थियो कि नर्मल्ली भनौँ न, हतारमा एल्बम निकाल्ने क्रममा। अनि हो त्यही एल्बमको चाहिँ एउटा गीत के देखेर मायालाई, अघि मैले भने नि येल्लो भन्दा ठ्याक्कै अलिकति अगाडि, अनि त्यो गरेँ। अनि त्यो गरे पछाडि हाम्रो टङ्क बुढाथोकी दाइसँग रातो गलबन्दी भन्ने गीत गरेँ, डान्सिङ नम्बर। अनि त्यो पनि त्यति धेरै जस चर्चा पाउन सकेन होइन। अनि त्यसपछि चाहिँ अनि हेलो भन्ने गीत गरिसकेपछि चाहिँ बल्ल त्यो गीतले चाहिँ अलिकति सारिका घिमिरे चाहिँ गीत पनि गाउँछ है भन्ने चाहिँ त्यहाँबाट चाहिँ मलाई अलिकति चिनाएको हो।